हेलो स्टुडेन्ट, वेलकम टु माई न्यू भिडियो। आज मैले चाहिँ डे 2 लिएर आएको छु। क्लास 10 सब्जेक्ट म्याथ टपिक इन्डेक्सेसको दोस्रो दिनको क्वेसन, डे 2 वाला क्वेसन चाहिँ मैले यति क्वेसन लिएर आएको छु र यति क्वेसनमा हामी सल्भ गरेपछि अरू क्वेसनहरू गर्न सकिन्छ। अरूलाई चाहिँ गराउनुपर्छ, ट्राई गरेर बस्ने है त। ल हेर त, मैले एउटा चाहिँ दुईटा चाहिँ सल्भ वाला, तीनटा चाहिँ मैले सल्भ वाला क्वेसन लिएर आएको छु र दुईटा चाहिँ प्रुभ गर्ने वाला लिएर आएको छु। र यो 3 नम्बरको क्वेसन चाहिँ अस्ति गरेकै, तिमीहरूले गरेको गरेन भन्ने हुन्छ, त्यही मैले फेरि एकचोटि म बुझाउँछु भनेर यो 3 नम्बरको फेरि एकचोटि मैले यहाँ लेखेको छु है त। ल हेर त, 1 नम्बरको हेर्दै है त। ल क्वेसनमा 1 को यसलाई हेर त के भनेको छ क्वेसनले, राम्रोसँग ध्यान दिएर हेर त। सल्भ भनेको छ के 1/4 अन्डर रुट 1/4 होल ब्राकेटमा 2 माइनस अन्डर रुट 5 x प्लस 1 छ इजिकल टु 4 इन्टु 2 पावरमा अन्डर रुट 5x प्लस 1 छ। यो छ हो क्या नि। अब यसलाई कसरी सल्भ गर्ने त, यहाँ हेरेर त 1/4 सोल्युसन है यो है। 1/4 को पावर 2 माइनस अन्डर रुट 5x प्लस 1 इजिकल टु 4 इन्टु 2 अन्डर रुट 5x प्लस 1 भयो हो कि होइन। हो ल, अब यहाँ ध्यान दिएर हेर है, मेरो कुरा यहाँ बुझ है। यति क्वेसन भयो, ठिक छ नि। और अब हल्का मिलाउँ त यसलाई। अब मैले हल्का मिलाउँछु है। और 1/2 को होल स्क्वायर भन्नु र यहाँ ध्यान दिएर हेर, एउटा ग्राउन्ड के भन्यो भन्दाखेरि चाहिँ ध्यान दिएर हेर त, 1 को स्क्वायर पनि 1 नै हो, 4 को स्क्वायर 2 हो, भनेपछि 1/2 को होल स्क्वायर गर्न मिल्छ 1/4 लाई के होइन। मिल्छ कि मिल्दैन? यो मिल्छ। अनि बाहिर कति भयो त 2 माइनस अन्डर रुट भित्र 5x प्लस 1 गराएँ। यहाँ बुझ्यौ, यहाँसम्म बुझेछौ नि होइन। ल इजिकल टु यो 4 लाई पनि हामीले 2 को पावर 2 गराउनु मिल्छ कि मिल्दैन। 2 को स्क्वायर भने 4 हो नि त, 2 को पावर 2 गराएँ इन्टु 2 अन्डर रुट भित्र कति त 5x प्लस 1 भयो। ठिक छ, यहाँसम्म के नबुझेको छैन। ल ध्यान दिएर है। और अब ध्यान दिएर एकचोटि यो जस्तै मैले अस्ति पनि सिकाएको, अस्ति पनि मैले भन्दै थिएँ नि तिमीलाई 1/x को होल पावर m भन्नु र यो भन्नु र हैन 1/x को पावर m भन्नु एउटै हो कि हैन? एउटै हो नि। यसको भ्यालु कति हुन्छ रे? x को पावर माइनस m हुने हो कि हैन? यसको भ्यालु त यो हुने हो भनेपछि 1/2 को स्क्वायर को पावर कति भयो 2 माइनस अन्डर रुट 5x प्लस 1 भयो कि भएन? यहाँसम्म के बुझ्यो कि बुझेन यो? ल ठिक छ नि होइन। ल इजिकल टु अब यहाँ ध्यान दिएर हेर एकचोटि, यहाँ ध्यान दिएर हेर है। बेस के छ यहाँ? बेस सेम छ। कस्तो छ बेस? बेस सेम छ। यानी 2 छ, यानी 2 छ, बेस सेम छ। पावर केमा छ? यो हाम्रो मल्टिप्लाई लमा छ। केमा छ र? मल्टिप्लिकेसन लमा छ भने पावर के हुन्छ? एड हुने हो है। 2 को पावर बेस एउटा लियो 2 प्लस अन्डर रुट भित्र 5x प्लस 1 भयो। ठिक छ। ल और अब यहाँ ध्यान दिएर हेर त, मैले अस्ति पनि भन्दिनँ 1/x को पावर m भनेको के हुने रहेछ? x को पावर माइनस m हो के अरे। भनेपछि यसको भ्यालु कति हुन्छ? 2 को पावर माइनस 2 माइनस अन्डर रुट भित्र 5x प्लस 1 हुने भयो। ठिक छ कि छैन? यहाँ मैले गरेको यो बुझ्यौ? बुझ्यो कि नि? यो 2 भयो। अब यो मासतिर जान्छ 2 को पावर माइनस 2 भयो। अनि जस्तै x को पावर m इन्टु n भयो भने के गर्न मिल्छ हामीले? यसलाई x को पावर m n गर्न मिल्छ नि। हो त्यही गराएको कि मैले। यतिलाई m मान्यो, यसलाई n मान्यो, यतिलाई n मान्यो भने m इन्टु n भयो इजिकल टु 2 को पावर 2 प्लस अन्डर रुट भित्र 5x प्लस 1 भयो। ठिक छ। ल यहाँ ध्यान दिएर एकचोटि, बेस सेम छ कि छैन? बेस सेम छ भने पावर के हुन्छ त? बराबर हुने हो। बेस डिफ्रेन्ट छ, पावर सेम छ भने सेम भएको पावर इजिकल टु 0 हुने हो। जस्तै यहाँ ध्यान दिएर हेर, यहाँ ध्यान दिएर हेर, x को पावर a माइनस 2 छ। ल x को पावर a माइनस 2 इजिकल टु y को पावर a माइनस 2 छ भने यसको के हुन्छ रे? a माइनस 2 बराबर 0 हुने हो। यहाँ ध्यान दिएर है। बेस सेम छैन यसमा। के छैन रे? बेस सेम छैन यसमा, तर पावर चाहिँ के छ रे? सेम छ भने सेम भएको पावर इजिकल टु 0 हुने हो। अनि x को पावर a इजिकल टु x को पावर b भयो भने के हुन्छ रे? a इजिकल टु b हुन्छ। मतलब पावर चाहिँ इक्वल हुने हो। बेस सेम हुँदाखेरि चाहिँ पावर इक्वल हुने हो
र पावर इक्वल हुँदाखेरि चाहिँ पावर इक्वल भएको पावर इक्वल टु 0 हुने हो। यो कुरा चाहिँ हामीले जान्नु पर्यो है ल। भनेपछि बेस सेम छ भने यो दुईटा इक्वल भयो। इक्वल गराइदिए -2 माइनस अंडर रूट 5x + 1 इज इक्वल टू 2 प्लस अंडर रूट भित्र 5x + 1 भयो। ठिक छ यहाँसम्म ल। और ल ध्यान दिएर है, यहाँ ध्यान दिएर है। अब यहाँ ब्रेकेट ओपन गर त, यहाँ प्लस छ यहाँ माइनस छ, प्लस माइनस के हुन्छ -2 2 जा 4, यहाँ माइनस छ यहाँ नि माइनस छ मतलब प्लस भयो। 2 अंडर रूट भित्र 5x + 1 भयो इज इक्वल टू 2 प्लस अंडर रूट भित्र कति 5x + 1 भयो। यहाँसम्म बुझ्यौ। मैले यसलाई चाहिँ ब्राकेट ओपन गरेँ, यसलाई चाहिँ मैले सेम सारेँ। अब यो रुटलाई एक ठाउँमा राखौँ, यो नम्बरलाई एक ठाउँमा राखौँ भनेपछि यहाँ हेर है त। और 2 रूट 5x + 1 लाई मैले यतापट्टि लिएर राखेँ, यसलाई मैले यतापट्टि राखेँ, योलाई पनि मैले यतापट्टि लिएर आउँछु। माइनस अंडर रूट भित्र 5x + 1 इज इक्वल टू 2 को 2 नै भयो। यो माइनस 4 जाँदा के हुन्छ +4 भयो। ठिक छ यहाँसम्म ल, ध्यान दिएर है। और यसको यहाँ अगाडि कति छ 1 छ है यसको अगाडि यहाँ। अब यहाँ ध्यान दिएर हेर त, यो यति चाहिँ इक्वल छ, यो इक्वल छ ओके हैन। भने हामीले 2 - 1 रुट भित्र 5x + 1 पढ्ने लेख्ने हो नि त। यो हामीले सर्ट्स भन्ने च्याप्टरमा पढेको नि हो त, क्लास 8 मा हामीले सर्ट भन्ने च्याप्टर थियो के, SHURTS सर्ट्स भन्ने हो, त्यसमा हामीले पढेको नि त। ठिक छ नि, हो त्यो भयो। 2 - 1 यो भयो इज इक्वल टू 4 + 2 कति 6 हुन्छ। ठिक छ यहाँसम्म ल। और अब यसलाई उ गर त, हटाउ कति हुन्छ 1 मात्रै हुन्छ भनेपछि रुट अंडर 5x + 1 इज इक्वल टू हामीले कति लेख्नु मिल्छ 6 लेख्नु मिल्छ। ठिक छ यहाँसम्म ल, ध्यान दिएर हेर है, यहाँ ध्यान दिएर हेर्ने ल। अब यहाँ ध्यान दिएर हेर एकचोटि, यहाँ के छ तिम्रो यति आयो। अब यसलाई हामीले यो रुटलाई त हामीले हटाउनु पर्यो नि त। हामीले सल्भ भन्ने बित्तिकै x को भ्यालु निकाल्ने हो नि त। हो यो x को भ्यालु निकाल्नलाई त हामीले यहाँबाट यसलाई एक्लै बनाउनु पर्यो भनेपछि यो रुटलाई हटाउनु के गर्नु पर्छ, हामीले स्क्वायरिङ गर्नु बोथ साइड गर्ने। भनेपछि स्क्वायरिङ अन बोथ साइड्स, दुवै साइड हामीले के गरिदिने स्क्वायरिङ गरिदिने। दुवै साइडमा स्क्वायरिङ गरिदिने के हुन्छ 5x + 1 को होल स्क्वायर इज इक्वल टू 6 को स्क्वायर हुन्छ। ठिक छ ल। यो रुटले यो यसलाई काट्यो, यो स्क्वायरले रुटलाई काट्यो, कति बच्यो त 5x + 1 इज इक्वल टू 6 को स्क्वायर कति 36 भयो। 5x इज इक्वल टू 36, यो +1 गरेर जाँदा के हुन्छ -1 भयो। 5x इज इक्वल टू 35 भयो। ठिक छ, x इज इक्वल कति आउँछ त 35 डिवाइडेड बाइ 5, हेन्स x इज इक्वल कति आउँछ 7 आउँछ। 5 7 त 35 भयो अनि x इक्वल कति आयो त 7 आयो। यही हाम्रो के त रिक्वायर एन्सर भयो। हामीले चाहिँ यसरी चाहिँ गर्नुपर्छ, बुझ्यौ ल। फेरि एकचोटि हेर, ध्यान दिएर म फेरि बुझाउँछु एकचोटि ल। क्वेसन चाहिँ यो छ, ठ्याक्क क्वेसन चाहिँ यो दुईटा छ, सेम क्वेसन यही हो। ठिक छ नि, क्वेसन यही हो। अब यहाँ ध्यान दिएर हामीले यो स्टेप नगरेर यो स्टेप छ नि, यो स्टेप नगरेर डाइरेक्ट यो स्टेप गरे नि हुन्छ है, बुझ्छ भने। किन हामीले इन्डिभिजुअल गर्ने, बुझिन्छ भने डाइरेक्ट यो स्टेप गर्न मिल्छ है। के गरियो 1/2 को होल स्क्वायर गराइयो, यहाँ 2 माइनस यो भयो। ठिक छ। अनि यो चाहिँ 4 भने कतिको स्क्वायर 2 को स्क्वायर हो इन्टु, यसलाई मैले सेम सारेँ। अनि 1/1 को स्क्वायर भनेको 1 नै हुने, त्यसलाई मैले छोडिदिएँ 1/2 को स्क्वायर, अनि यो सेम भयो। यसलाई मैले के गरेँ त, बेस सेम छ भने मल्टिप्लिकेसन लमा छ भने पावर के हुन्छ एड हुन्छ, एड गरियो। ठिक छ। र हामीले चाहिँ यो लमा लगाइयो के, यो लमा लगाइयो, यो लमा छ भने क्वेसन योमा छ भने हाम्रो ओरिजिनल के हुन्छ यो हुने हो भनेपछि यो भयो 2 को पावर -2 भयो। अनि फेरि यहाँ हेरे 2 को पावर -2 अंडर रूट भित्र 2 माइनस सरी यस्तो भयो के 2 को पावर 2। ठिक छ नि, 2 को पावर -2 अनि 2 माइनस अंडर रूट भित्र कति त 5x + 1 भयो भने x को पावर m अनि इन्टु n हुँदाखेरि कन्डिसन के हुन्छ त x को पावर m हुन्छ। त्यही भएर 2 - 2 ब्राकेट 2 मै भयो के। ठिक छ यहाँसम्म।
अनि यसलाई चाहिँ मैले सेम सारेँ, सेम कपी। अनि बेस सेम छ भने पावर इक्वल हुने हो, बेस डिफ्रेन्स छ भने पावर बराबर छ भने पावर इक्वल सेम पावर बराबर 0 हुने हो, त्यो कुरा जान्नु पऱ्यो। भनेपछि यो बराबर यो भयो, ठिक छ। अब ब्राकेट ओपन गरियो, यताको मैले सेम सारेँ। अब यो रुट भएकोलाई एक ठाउँमा ल्याएर राखियो, यो नम्बरलाई एक ठाउँमा ल्याएर राखियो, ठिक छ। र हामीले चाहिँ बी अंडर रूट एक्स प्लस ए अंडर रूट एक्स हुँदाखेरि चाहिँ हामीले के गरिन्थ्यो रे, एउटा रुट लेखिन्थ्यो हैन, एउटा रुटबाट एउटा रुट लेखिन्थ्यो र यताबाट ए प्लस बी लेखिन्थ्यो। हो त्यस्तै गराइयो के यसलाई 2 - 1 एउटा रुट लेख्यो अनि यो गरेर 6 आयो। अब यो घटाउँदाखेरि हाम्रो 1 हुन्छ, यसलाई सेम सारे 6 भयो। अब यो हामीले यहाँ x को भ्यालु निकाल्ने हो, x को भ्यालु निकाल्नलाई यसबाट आउँदैन अनि के गर्नुपर्छ, हामीले यो रुटलाई हटाउनुपर्छ। रुट हटाउनलाई के गर्नुपर्छ, स्क्वायरिङ अन बोथ साइड गरिदिने। के गरिदिने रे, स्क्वायरिङ अन बोथ साइड। दुवै साइडमा स्क्वायरिङ गरेपछि त यहाँ पनि स्क्वायर भयो, यहाँ पनि स्क्वायर हो र यो स्क्वायरले यो रुटलाई काट्छ, हो कि हैन त। हो हाम्रो कसरी काट्छ यहाँ देखाउँछु म, यहाँ हेर कसरी काट्छ मैले देखाउँछु। रुट x को पावर 1/2 छ, ए सरी 1/2 छ, हो कि हैन। अब यहाँ हेर त रुट x को भ्यालु कति हो, x को पावर 1/2 हो कि हैन। रुट x को भ्यालु त x को पावर 1/2 हो नि त। अनि पछि रुट x अनि कति भयो, x को पावर 1/2 इन्टु 2 भयो, हो कि हैन। अनि x को पावर m इन्टु n भने के हो त, x को पावर mn हो कि हैन। x को पावर m पावर n भयो भने के हुन्छ, x को पावर mn हुन्छ। अनि पछि x को पावर 1/2 इन्टु 2 भयो, यो 2 र यो 2 काट्यो भनेपछि कति आयो त, x आयो नि त। हो यसरी आएको के हो, रुटले यो स्क्वायरले रुटलाई काट्यो, यति बच्यो 6 को स्क्वायर 36 यो प्लस 1 गरेर जाँदा -1 भयो, 36 - 1 भनेको 35 अनि डिभाइड गर्दाखेरि x स्क्वायर कति आयो त 7 आयो। यसरी हामीले गर्न सकिन्छ, ठिक छ। ल अर्को क्वेसन हेर, बी नम्बर क्वेसन हेर एकचोटि। अब के छ बी नम्बर, हेर अंडर रुट भित्र 2x + 4 को पावर x + 8 = 6 अंडर रुट 128 छ। ल हेर्दै हेर है अब यसलाई पनि। अब बी नम्बर क्वेसनलाई हेर त, सोलुसन के छ अरे, अंडर रुट भित्र 2x + 4 4x + 8 = 6 अंडर रुट 128 छ, ओके हैन। ल और ध्यान दिएर है, अब मैले यसलाई के गर्न मिल्छ, ध्यान दिएर हेर एकचोटि। x को पावर m यो n हुने हो, भित्र m हुने हो, यताबाट n हुने हो भनेपछि यसको पावर के हुन्छ, x को पावर m/n हुने हो कि हैन। हो त्यही गराइदिनु भयो भनेपछि 4x + 8 अपन 2x + 4 भयो, हो कि हैन। ल इजिकल टु हेर्दै हेर है, यहाँ हेर्दै हेर त मैले यसलाई सेम सारेँ। यो भनेको 120 भनेको कति हो, 2 को पावर 7 हो। 120 भनेको कति हो, 2 को पावर 7 हो नि त। ल यहाँसम्म बुझेछौ। ल और यहाँ मैले सेम सारेँ 4x + 8 अपन 2x + 4 इजिकल टु अब 2 को पावर 7/6 हुन्छ। 2 को पावर 7/6 हो, m अपन n भयो, ठिक छ यहाँसम्म। ल और यहाँ 2 छ, यहाँ 4 छ, ध्यान दिएर एकचोटि फेरि हेर, यहाँ 2 छ, यहाँ 4 छ, बेस सेम छ त छैन भनेपछि बेस सेम गराउनु पर्यो। भनेपछि यसलाई पनि हामीले 2 मा लानु पर्यो, 2 मा कन्भर्ट गर्नु पर्यो 4 लाई, भनेपछि 2 को स्क्वायर हो कि हैन, 2 को स्क्वायर हो नि त। ल यताबाट कति भयो, x + 8 अपन 2x + 4 इजिकल टु 2 को पावर 7/6 भयो, ठिक छ। और 2 को पावर ध्यान दिएर है, 2 को पावर अब यहाँ 2 ब्राकेट x + 8 अपन 2x + 4 हुन्छ कि हुन्न, ठ्याक्कै कन्डिसन लगाइयो कि x को पावर m इन्टु n, x को पावर mn भन्ने वाला कन्डिसन के, ठिक छ नि। यो सेम भयो, इजिकल टु यसलाई पनि मैले सेम सारेँ। बेस सेम छ भने पावर के हुन्छ, इक्वल हुने हो भनेपछि और 2 × x कति 2x भयो प्लस 8 2 जा कति 16 अपन 2x + 4 भयो इजिकल टु 7/6 भयो। यहाँसम्म ठिक छ, क्लियर छ, केही नबुझेको छैन। बेस सेम भएको कारणले पावर चाहिँ बराबर भयो। और अब यसले यतातिर मल्टिप्लाई गर्छ, यसले यतातिर मल्टिप्लाई गर्छ भनेपछि 6 ले 2x + 16 लाई मल्टिप्लाई गर्छ भने 7 ले 2x + 4 लाई मल्टिप्लाई गर्छ, ठिक छ। और
6 टू जा कति 12x प्लस 16 6 जा कति 16 6 जा कति 96 इज इक्वल टू 7 टू जा कति 14x प्लस 7 4 जा कति 7 4 जा कति 28 भयो। ठीक छ, क्लियर छ कि छैन यहाँसम्म? यसले ब्राकेट ओपन गर्यो 12x भयो, यसले यता ब्राकेट ओपन गर्यो 16 into 6 भनेको 96 अनि 7 टू जा 14x अनि यो भयो। अब यो x लाई एक ठाउँमा राखौँ, यो नम्बर एक ठाउँमा राखौँ भनेपछि और 96 प्लस 28 जाँदाखेरि -28 इज इक्वल टू 14x प्लस 12 जाँदाखेरि -12x। ठीक छ, और 96 - 28 कति 96 - 28 कति 68 हो। 68 इज इक्वल टू कति हुन्छ 14 - 2 2x हो कि हैन? ल, और x इज इक्वल टू 68 डिवाइडेड बाई 2 हेन्स x को कति आउँछ 2 3 जा 6 2 4 जा 8 34। यही नै हाम्रो के त रिक्वायर्ड एन्सर हो। यसरी हामीले गर्न सकिन्छ। बुझ्यौ? क्लियर छ? ल अब सी नम्बर हेर त क्वेसन, सी नम्बर हेर त सोलुसन के छ। सी नम्बर क्वेसन हेरौँ है त 81 into 3 को पावर x प्लस 3 को पावर माइनस x इज इक्वल टू 30 रहेछ। ल अब यसलाई हेर त यो क्वेसनलाई, और ध्यान दिएर है, ध्यान दिएर है। अब यहाँ हेर, ध्यान दिएर 81 लाई मैले सेम सारेँ इन्टु 3 को पावर x लाई मैले सेम सारेँ प्लस 3 को पावर माइनस x लाई मैले के गर्न मिल्छ 1/3 को पावर x लेख्न मिल्छ इज इक्वल टू 30 गर्न मिल्छ। मिल्छ कि मिल्दैन? मिल्छ। अब मैले यहाँ के गर्छु लेट गरेँ, लेट 3 को पावर x लाई मैले अब एउटा कुनै कन्स्ट्यान्ट माने t माने, मैले एउटा कुनै कन्स्ट्यान्ट माने t माने, t मानिने भयो, a मानिने भयो, b मानिने भयो, c मानिने भयो, जे मानिने हुन्छ है त। मैले चाहिँ के माने t माने। अब हेर है, ध्यान दिएर t मानेपछि और 81t भयो। ठीक छ, प्लस 1/t भयो इज इक्वल टू 30 भयो। 3 को पावर x लाई t मानेको नि त। और अब मैले यहाँ एलसीएम t लिएँ, एलसीएम t लिने बित्तिकै अब यतापट्टि कति हुन्छ 81t स्क्वायर भयो। यसको तल t छैन नि, त्यही भएर t चाहिँ यता गएर मल्टिप्लाई भयो गर्दाखेरि t स्क्वायर भयो प्लस 1 इज इक्वल टू 30 भयो। ठीक छ, और 81t स्क्वायर मैले सेम सारेँ प्लस 1 इज इक्वल टू 30t भयो। यो उतापट्टि जान्छ 30t भयो, और 81t स्क्वायर माइनस 30t प्लस 1 इज इक्वल टू 0। अब मल्टिप्लाई गर्दाखेरि 81 आउनु पर्यो, र यहाँ चाहिँ प्लस, यहाँ प्लस साइन छ भने प्लस गर्दाखेरि कति आउनु 30 आउनु पर्यो। भनेपछि त्यो आउँदैन, भनेपछि 9 9 चाहिँ 81 हो, 9 प्लस 9 गर्दाखेरि मिल्दैन, भनेपछि त्यो मिल्दैन। त्यही भएर हामी के गर्न सकिन्छ भन्दाखेरि चाहिँ कम्पेयरिङ गर्ने, COMPARING कम्पेयरिङ दिस इक्वेसन बाई ax स्क्वायर प्लस bx प्लस c इज इक्वल टू 0 मा कम्पेयर गरिदिने। बुझ्यौ मैले भनेको? यो यहाँ हाम्रो माथि आएको छ नि 81t स्क्वायर माइनस 30t प्लस 1 इज इक्वल 0 आएको छ नि, हो यो इक्वेसनलाई के गर्ने हामीले ax स्क्वायर प्लस bx प्लस c मा हामीले के गर्ने कम्पेयर गर्ने के। ठीक छ, अब त्यो कम्पेयर गर्दाखेरि सो a भनेको कति हुन्छ 81 भयो, b भनेको कति भयो त -30 भयो, एन्ड c भनेको कति भयो त 1 भयो। ठीक छ, सो नाउ त्यसपछि नाउ अब हाम्रो यहाँ के छ t को भ्यालु निकाल्ने हो के यहाँ त भनेपछि t इज इक्वल टू फर्मुला के हो -b प्लस माइनस अंडर रुट भित्र b स्क्वायर माइनस 4ac अपन ट्वाइस ए हो, यही हो नि फर्मुला। ल इज इक्वल टू माइनस फर्मुला को माइनस क्वेसन को b को भ्यालु कति छ -30 छ, यो फर्मुला को माइनस भयो अनि b को भ्यालु फेरि -30 छ, -30 प्लस माइनस रुट अंडर भित्र b भनेको छ -30 को स्क्वायर माइनस 4 इंटू a भनेको छ 81 इंटू c भनेको छ 1 डिवाइडेड बाई 2 इंटू 81 भयो। ठीक छ, ल इज इक्वल टू यो माइनस के हुन्छ प्लस भयो 30 मात्रै भयो प्लस माइनस। अब यसलाई मैले डाइरेक्ट गरिदिन्छु यसरी, अंडर रुट भित्र ब्राकेट -30 को स्क्वायर माइनस 4 इंटू 81 इंटू 1 गर्दा कति आउँछ 24 डिवाइडेड बाई 2 इंटू 81 कति
162 आयो। ठिक छ। अब यहाँ ध्यान दिएर त एउटा यहाँ प्लस साइन छ एउटा यहाँ माइनस साइन छ भनेपछि दुईटा भ्यालु आउँछ ठिक हो कि हैन भनेपछि दुईटा भ्यालु आउँछ भनेपछि टेकिङ पोजिटिभ साइन लिनु पर्यो भनेपछि t इक्वल टु के भयो त 30 प्लस 24 डिवाइडेड बाई 162 भयो कि भएन भयो। और अब यहाँ ध्यान दिएर t को भ्यालु कति छ हाम्रो यहाँ हामीले माथि यहाँ लेट गरेको थियौं नि t को भ्यालु कति लेट गरेको 3 को पावर x हो भनेपछि यहाँ मैले 3 को पावर x लेट गरेर राख्दिएँ ठिक छ नि पुट गरे t भनेको 3 को पावर x। अब यसलाई डाइरेक्ट सल्भ गरेर कति आउँछ अपन 30 प्लस 24 डिवाइडेड बाई 162 गर्दा कति आयो त 1/3 आयो। कति आयो 1/3 आयो। ठीक छ। और 3 को पावर x इज इक्वल टू 3 को पावर x इज इक्वल टू अब यो भ्यालु हाम्रो कति हुन्छ 3 को पावर -1 भयो। हेन्स बेस सेम छ भने x भ्यालु कति हुन्छ -1 आयो। एउटा x भ्यालु -1 आयो। ठीक छ यहाँसम्म केही नबुझेको छैन। अब अरु के लिने हामीले टेकिङ नेगेटिभ साइन। अब नेगेटिभ साइन लेखौँ t इज इक्वल टु कति रे 30 - 24 अपन 162 भयो। ठीक छ। t भनेको कति छ और t को भ्यालु हाम्रो 3 को पावर x हो इज इक्वल टु अब यो कति आउँछ त अपन 30 - 24 डिवाइडेड बाई 162 गर्दा कति आयो त 1/27 आयो। और 3 को पावर x इज इक्वल टू अब यहाँ है त 3 को 3 × 3 × 3 3 1 जा 3 3 2 जा 9 3 3 जा 27 भनेपछि कति रहेछ त 1/3 को पावर 3 रहेछ। यहाँ 1/1 3 को पावर यो भयो नि। और यसलाई हामीले 3 को पावर x मैले सेम लेखेँ हो कि हैन 3 को पावर x मैले सेम लेखेँ इज इक्वल टु 1/3 को पावर 3 लाई मैले 3 को पावर -3 गर्न मिल्छ कि मिल्दैन मिल्छ। बेस सेम छ भने हेन्स x भ्यालु कति आयो त -3 नै हाम्रो के रिक्वायर्ड आन्सर भयो। अनि एउटा -1 आयो एउटा -3 आयो यही नै हाम्रो के त रिक्वायर्ड आन्सर हो। यसरी चाहिँ गर्ने हो। ल अब डी नम्बर हेर है त डी नम्बर हेर अब 2 नम्बर हेर अब 2 र 3 को हेर के भन्छ इफ x इज इक्वल टु 1 प्लस 2 को पावर 1/3 प्लस 2 को पावर 2/3 प्रूफ दैट x ब्रैकेट x² - 3x - 3 इज इक्वल टु 1 छ हो कि हैन यो हामीलाई प्रूफ गर्नु छ भनेपछि अब यसलाई कसरी प्रूफ गर्ने त ल ध्यान दिएर हेर है त कति नम्बरको यो 2 नम्बरको सोलुसन पहिला यसको गिवन टिप्नु पर्यो। गिवन के दिएको कति दिएको छ गिवन x इज इक्वल टु 1 प्लस 2 को पावर 1/3 प्लस 2 को पावर 2/3 भनेको छ हो कि हैन। ल अब यसलाई हामीले के गर्ने हामीलाई प्रुफ गर्नु के छ x ब्रैकेट प्रुफ गर्नु पर्ने के चीज छ x ब्रैकेट x² माइनस 3x माइनस 3 इज इक्वल टु 1 रहेछ। ल हामीलाई प्रुफ गर्नु पर्ने यो छ है त ध्यान दिएर है। अब कसरी प्रुफ गर्ने यसलाई ल यहाँ ध्यान दिएर त अब यसलाई ब्रैकेट ओपन गर्दा x को पावर 3 हुन्छ यसबाट x को पावर क्यूब छ भनेपछि अब यसलाई के गर्न सकिन्छ क्यूबिङ अन बोथ साइड गर्दिने। ठीक छ क्यूबिङ अन के गर्ने बोथ साइड गर्दिनु पर्यो के हामीले एउटा बुझ्यौ नि हल्का यसलाई मिलाएर गरौँ है त ल। और x - 1 यो +1 एउटा -1 भयो इज इक्वल टु 2 को पावर 1/3 प्लस 2 को पावर 2/3 भयो। ठीक छ यहाँसम्म 1 - 1 हैन x - 1 भयो 2 को पावर 1/3 2 को पावर 2/3 भयो। ठीक छ ल ध्यान दिएर है त अब के गर्ने हामीले क्यूबिङ गरौँ CUBING क्यूबिङ अन बोथ साइड। अस्ति हामीले गरेको थियौं नि एउटा क्वेशन यस्तै खाली क्वेशनमा ध्यान दिएर त यहाँ अस्ति गरेकोमा यहाँ स्क्वायर थियो त्यही भएर त्यसलाई सल्भ गर्दै 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 गएर हामीले x = मा निकालेको हो। तर अहिले यहाँ स्क्वायर छैन यहाँ x मात्रै छ भने अब यो +1 लाई यो तीनटाले हामीले क्यूबिङ गर्न सकिन्न त्यही भएर यो +1 लाई मैले यताबाट लिएर आएँ -1 भयो अनि बल्ल यसलाई क्यूबिङ गरौँ x अब x - 1 को होल क्यूब भनेपछि कति हुन्छ एउटा x क्यूब आउँछ के रे x क्यूब आएपछि त मिल्छ नि त हो त्यही भएर हामीले गर्ने बल्ल यसरी मिलाउनु पर्यो के। अब क्यूबिङ गरौँ त x - 1 को होल को पावर क्यूब भयो
इज इक्वल टू 2 को पावर 1/3 प्लस 2 को पावर 2/3 को होल पावर कति भयो क्यूब भयो। ठीक छ। और अब फर्मुला लगाइदिउँ a माइनस b को होल क्यूब। a माइनस b को होल क्यूब पनि के हो a क्यूब माइनस b क्यूब माइनस 3a b यो हो नि। ठीक छ कि छैन यहाँ हेर है त x क्यूब माइनस 1 को क्यूब माइनस 3 यो भयो नि इज इक्वल टू ध्यान दिएर है 2 को पावर 1/3 को होल क्यूब प्लस 2 को पावर 2/3 को होल क्यूब प्लस 3a भनेको छ 2 को पावर 1/3 b भनेको छ 2 को पावर 2/3 अनि 2 को पावर 1/3 प्लस 2 को पावर 2/3। ध्यान दिएर त एकचोटि फेरि यहाँ ध्यान दिएर एकचोटि यसलाई मैले a क्यूब माने यसलाई यतिलाई a माने यतिलाई b माने a क्यूब माइनस b क्यूब माइनस 3ab a माइनस b भयो अनि यसलाई a माने यसलाई b माने a क्यूब प्लस b क्यूब प्लस 3ab अनि a प्लस b। ठीक छ यहाँसम्म ल। और x क्यूब माइनस 1 माइनस 3x ब्राकेट x माइनस 1 भयो। ठीक छ इज इक्वल टू 2 को पावर 1/3 इन्टु 3 भयो। x को पावर m को होल पावर n भयो भने के हुन्छ x को पावर m इन्टु n हुन्छ नि त हो त्यही गराइयो प्लस 2 को पावर 2/3 इन्टु 3 प्लस अब 3 इन्टु अब यहाँ ध्यान दिएर 2 को पावर अब यहाँ ध्यान दिएर है त एकचोटि अब यहाँ ध्यान दिएर एकचोटि 2 को पावर 1/2 अनि इन्टु 2 को पावर 2/3 छ ए सरी 1/3 है यो छ हो कि हैन बेस सेम छ बेस के छ सेम छ मल्टिप्लाई लमा छ भने पावर के हुन्छ एड हुन्छ मतलब 2 को पावर 1/3 प्लस 2/3 तलको सेम हुन्छ 3 आउँछ 2 प्लस 1 3 भनेपछि 2 को पावर 1 हुन्छ 2 को पावर 1 भनेको अब यतिलाई सल्भ गर्दा माथिको सल्भ गर्दा 1 आउँछ 2 को पावर 1 भयो। ठीक छ अनि यतिको भ्यालु फेरि कति हो त ध्यान दिएर त यतिको भ्यालु हाम्रो कति छ x - 1 छ x - 1। ठीक छ केही नबुझेको छैन ध्यान दिएर है त। और x क्यूब माइनस 1 माइनस 3x x माइनस 1 इज इक्वल टू यसलाई काट्यो भनेपछि 2 को पावर 1 भनेको 2 भयो प्लस 2 को स्क्वायर भने कति 4 भयो प्लस 3 2 जा कति 6 x माइनस 1 भयो हो कि हैन ल। और अब ब्राकेट ओपन गरेर गरौँ है त x क्यूब माइनस 1 माइनस 3x स्क्वायर भयो 3 को 3 ने भयो x इन्टु x स्क्वायर माइनस माइनस प्लस 3x इज इक्वल टू 4 5 6 6 प्लस 6 x माइनस 1 भयो। ठीक छ और ल हेर है ध्यान दिएर है x क्यूब माइनस 1 माइनस 3x स्क्वायर प्लस 3x इज इक्वल टू 6 प्लस 6 इन्टु x कति 6x भयो प्लस माइनस कति माइनस 6 भयो। ठीक छ अनि यो र यो काटिन्छ बुझ्यो कि मैले गरेको यो यसले ब्राकेट बन्द गर्यो 6 इन्टु x 6x भयो प्लस माइनस माइनस 6 भयो प्लस माइनस काटियो। ठीक छ केही नबुझेको छ छैन ल ध्यान दिएर है त। और x क्यूब माइनस 1 माइनस 3x स्क्वायर प्लस 3x अब यो प्लस 6 एक त के हुन्छ माइनस 6x इज इक्वल टू 0 भयो। ठीक छ अब यहाँ ध्यान दिएर हामीलाई प्रुभ गर्नु पर्नेमा उतापट्टि 1 गएको छ भनेपछि यो 1 माइनस 1 लाई यो माइनस 1 लाई उतापट्टि फाल्दिउँ भनेपछि और x क्यूब माइनस 3x स्क्वायर 3 माइनस 6 माइनस 3x इज इक्वल टू 1 भयो। ठीक छ कि छैन ल। और ध्यान दिएर है त मैले अब यहाँबाट x कमन लिएँ x कमन लिएँ भने कति हुन्छ यहाँबाट x स्क्वायर हुन्छ माइनस यहाँबाट 3x हुन्छ माइनस यहाँबाट 3 इज इक्वल टू हाम्रो कति आयो 1 आयो। यही नै हाम्रो यो त प्रुभ गर्ने हो नि त यसरी हामीले प्रुभ गर्न सकिन्छ। बुझ्यो क्लियर छ
ल फेरि एकचोटि हेरेर ध्यान दिएर, यो इम्पोर्टेन्ट छ है, यो ध्यान दिएर हेरेको फेरि। ल अब यो क्वेसनमा हामीलाई प्रुभ गर्नुपर्ने के छ, एक्स क्युब प्रुभ गर्नुपर्ने छ। सुरुमै हामीलाई एक्स क्युब चाहिएको छ भने हामीले यसलाई यो क्वेसनलाई क्युबिङ गर्नुपर्छ, त्यो हामीलाई थाहा छ त। अब यहाँ हेर है, तिम्रो यहाँ एक्स स्क्वायर छ र छैन? यदि यहाँ एक्स स्क्वायर भयो भए त्यो स्क्वायरलाई काटेर हामीले एक्स मात्रै टर्ममा लानु पर्थ्यो, ठिक छ नि। हामीले अगाडि मैले डे 1 मा पनि मैले गर्दै थिएँ, डे 1 को क्वेसनहरुमा मैले गरिदिएको थिएँ त्यो वाला क्वेसन। मैले आज कुन वाला गरेको छु त, अब यहाँ स्क्वायर नभएको वाला पनि गर्दै छु, ध्यान दिएर। एक्स को एक्स भयो, यो +1। अब ध्यान दिएर है त, यसलाई क्युबिङ गर्न मिल्छ। एक्सलाई क्युबिङ गरेर कति हुन्छ, एक्स क्युब आउँछ के क्युबिङ गरेको के हैन। ल अनि यति तीनटा पोर्सनलाई क्युबिङ गर्न अलि गाह्रो हुन्छ। 1 + 2 को पावर 1/3 + 2 को पावर 3 2/3 लाई हामीलाई यो तीनटा पोर्सनलाई क्युबिङ गर्न अलि गाह्रो हुन्छ। त्यही भएर यो 1 लाई चाहिँ मैले यताबाट फाल्दिन्छु के, x - 1 गराएँ अनि यसलाई दुईटा टर्म्समा गराइदिएँ के। त्यसपछि के गर्ने त, क्युबिङ गरिदिने। यता पनि क्युब भयो, यता पनि क्युबिङ गरियो। अब a - b को होल क्युब, a क्युब - b क्युब - 3ab a - b, a + b को होल क्युब, a क्युब + b क्युब + 3ab + a + b ब्रैकेट a + b, ठीक छ यहाँसम्म। ल यसलाई नि सेम सारे, यसलाई नि सेम सारे। 3x * 1 भनेको 3x हो, यसलाई नि मैले सेम सारे। अनि ठ्याक्कै यो वाला टर्म लगाइयो, x को पावर m को होल पावर n, x को पावर mn 2 1/3 * 3 2 2/3 * 3 प्लस अनि 3 इन्टु यहाँ ध्यान दिएर है त, 2 को पावर 1/3 * 2 को पावर 2/3, 2 को पावर 1 हुन्छ के रे। माथि यति 1/3 र 2/3 लाई सल्भ गर्दा 1 आउँछ, त्यो 2 को पावर 1 भयो। अनि 2 को पावर 1/3 प्लस 2 को पावर 2/3 भने कति हो त, यहाँ x - 1 छ, यहाँ x - 1, ठीक छ। यसलाई नि सेम भयो, यो पनि सेम सारे, यसलाई पनि सेम सारे। अनि यो 3 काटिन्छ, 2 को पावर 1 भनेको 2 भयो, प्लस यो 3 काटिन्छ, 2 को स्क्वायर भनेको 4 भयो, अनि 3 * 2 भने कति हो, 6 हो। यसलाई मैले सेम सारे, यो नि सेम कपी सेम कपी। अब यहाँ हेर, -3 * यो 3 * x 3x * x कति, 3x स्क्वायर हो, माइनस माइनस कति प्लस 3x * 1 कति 3x भयो, इजिकल टु 4 + b कति 6 प्लस 6 ब्राकेट यतिलाई सेम सारे मैले, यतिलाई मैले फेरि सेम सारे, यहाँको सेम पोर्सन सारे मैले। अनि 6 + 6 * x कति 6x भयो, प्लस माइनस माइनस 6 * 1 कति 6, प्लस र माइनस काटियो, अनि सल्भ गर्दै गर्दै गएर हाम्रो यति आयो, ठीक छ। केही नबुझेको छैन। अब 3 नम्बर हेर, सोलुसन गिवन। अब 3 नम्बर क्वेसनलाई हेरौँ है त, के भनेछ भन्दै त, इफ x = 2 को पावर 1/3 - 2 को पावर -1/3 प्रुभ दैट यो भनेको छ। हामीलाई प्रुभ गर्नु यो छ भनेपछि के रहेछ रे, x = 2 को पावर 1/3 - 2 को पावर -1/3। हामीलाई प्रुभ गर्नुपर्ने के छ, 2x³ + 6x - 3 = 0 छ। यहाँ हेर त, सुरुमा के छ, x³ छ भनेपछि यसलाई पनि हामीले के गर्ने, क्युबिङ अन बोथ साइड गरिदिने। फेरि यसलाई पनि के गर्ने, हामीले क्युबिङ अन बोथ साइड गर्नु पर्यो। भनेपछि क्युबिङ अन बोथ साइड्स, दुवै साइडमा हामीले के गर्ने पर्यो, क्युब गर्नु पर्यो। भनेपछि के हुन्छ त, x³ = 2 को पावर 1/3 - 2 को पावर -1/3 को होल पावर के भयो त, यहाँ क्युब भयो, ठीक छ। यो x³ लाई मैले सेम सारे, इजिकल टु a³ - b³ को फर्मुला 2 को पावर 1/3 को होल क्युब माइनस 2 को पावर -1/3 को होल क्युब माइनस 2 इन्टु 2a भनेको छ 1/3, b भनेको छ 2 को पावर -1/3, a 1/3 2 को पावर 1/3 माइनस b भनेको यो हो नि त, ठीक छ यहाँसम्म। ल और यसलाई मैले सेम सारे, इजिकल टु यो ब्राकेट ओपन गर्दा 3 र 3 काटिन्छ, डाइरेक्ट मैले 2 लेखिदिएँ, माइनस यो 3 र 3 काटिन्छ, 2 को पावर -1 गरिदिएँ, माइनस 2 इन्टु यो र यो कति हुन्छ 1 हुन्छ, डाइरेक्ट 2 को पावर 0 हुन्छ, यहाँ प्लस छ यहाँ माइनस काटिन्छ, जोड्दाखेरि काटिन्छ, अनि 2 को पावर 0 भनेको 1 हो। अनि यो भनेको छ x, यसलाई मैले x लेख्दिएँ, ठीक छ। और यहाँ 3 हुन्न, के हुन्छ त -1 मात्रै हुन्छ है, सरी। ल x³ = 2 - 1/2 हुन्छ, यो -2x हुन्छ यहाँ, ठीक छ। और अब यहाँ ध्यान दिएर है त, यहाँबाट मैले 2 एलसिएम लिग,
टू मैले ध्यान दिएर हेरेँ एकचोटि फेरि यहाँ ध्यान दिएर हेरेर त बुझ त यहाँबाट मैले 2 एलसिएम लिग्यो भने त्यो 2 एलसिएम लिगेको 2 त यतापट्टि आउँछ के मल्टिप्लाई हुन्छ भनेपछि यहाँ मैले डाइरेक्ट 2x³ लेखिदिएँ इजिकल टु ध्यान दिएर एकचोटि फेरि यहाँ ध्यान दिएर मैले डाइरेक्ट गर्थेँ कि यहाँ ध्यान दिएर है यहाँ एलसिएम लिँदा यहाँ हामीले एलसिएम कति लेखिन्थ्यो 2 लेखिन्थ्यो यहाँबाट एलसिएम 2 आउँथ्यो हो त्यो एलसिएम आएको 2 त यतापट्टि गएर मल्टिप्लाई हुन्थ्यो नि त त्यही भएर मैले यहाँ डाइरेक्ट 2x³ लेखिदिएँ अब यहाँ एलसिएम लिएपछि यसको तल 2 छ छैन गएर यससँग मल्टिप्लाई ग 4 भयो ठिक छ माइनस 1 भयो अनि माइनस अनि यहाँ फर्मुला बिग्रेछ है यहाँ 3 हुन्छ है सरी यहाँ 3 हो यहाँ नि 3 हो यहाँ नि 3 हो अनि सी अनि फेरि अब यसको तल 2 छैन अनि 3 2 जा कति 6x भयो ठिक छ यहाँसम्म ल और 2x³ यो प्लस 6 यताबाट आउँदा के हुन्छ ए माइनस 6x यताबाट आउँदा के हुन्छ प्लस 6x अनि प्लस 3 हुन्छ यो यताबाट आउँदा -3 इजिकल टु 0 प्रुफ भयो त यसरी हामीले प्रुफ गर्नु पर्यो ठिक छ ल आजको लागि हस् त नमस्ते र धन्यवाद।